आवर च्यानल द्याट इज मिड चेन्ज आधारित सेमिका लामा र आज चाहिँ हामी गइरहेको छु मकैबारी ढाडगाउँ होइन दादा ढाडगाउँ गइरहेको छु लास्ट टाइम आई थिंक यु हेभ सीन द भिडियो है अस्ति एकजना जो माम हुनुहुन्थ्यो बोजू जसको चाहिँ छोराहरू तिनैजना है मेन्टली डिस्टर्ब हुनुहुन्थ्यो उहाँहरू र उहाँहरूलाई कोबाट चाहिँ एकजनालाई चाहिँ ट्रिटमेन्टको निम्ति है 15 किलो गराउने भनिरहेको छौँ हामी ट्रिटमेन्टको निम्ति चाहिँ आज उहाँहरूलाई म लिन गइरहेको छु है मसँग हेल्थलाई खबर हाम्रो चिरा दादा हुनुहुन्छ जसको माध्यमद्वारा नै मैले त्यहाँनिर है बोजूको बारेमा चाल पाएँ होइन उहाँहरूले हाल्नुभएको भिडियो मार्फत नै मैले पनि थाहा पाएँ कि त्यहाँनिर वृद्ध अवस्थामा बस्नुभएको 80 वर्षको बोजूले चाहिँ आफ्नो 3 जना छोरा जो चाहिँ मेन्टली डिस्टर्ब हुनुहुन्छ है उहाँहरूलाई चाहिँ है जोसो तोसो गरेर होइन एक छाक खाना दिनु भइरहेको थियो र धेरै असुविधा थियो उहाँहरूलाई र हामी अस्ति गएका पनि थियौँ र त्यसरी नै बाँची हुँदा चाहिँ बोजूले भन्नुभएको थियो होइन एकजना भए पनि ट्रिटमेन्ट गराइदियो भने चाहिँ अझ मलाई ढुक्क हुन्थ्यो बुढेसकालमा भनेर र त्यही बोजूको आशालाई है हामीले आज रियालिटीमा ल्याउँदै हामी गइरहेका छौँ यसरी दादालाई पिक गरेर उहाँलाई चाहिँ हामी तपाईँलाई भन्छौँ भिडियोमा हेर्दै जानुहोस् कहाँ लान्छौँ ट्रिटमेन्टको लागि भनेर सो हामी चाहिँ बोजूको घरमा आइसकेका छौँ तपाईँलाई अस्ति पनि देखाएको थिएँ बोजूको घर है यहाँ हाम्रो सुजय दादा पनि हुनुहुन्छ मकैबारीबाटै हो दादा जहिले पनि इन्जोलाई पुरा हेल्प गर्नुहुन्छ है अनि दादा पनि पिकअपमा आउनुभएको छ र अब हामी बातचित गरेर के हुन्छ है हामी चाहिँ ट्रिटमेन्टमा उहाँलाई लिएर जानेछौँ पैसा रुपियाँ केही पर्दैन एकदम सुताउनु पर्दैन ल जाति भएर पनि राम्रोसँगले ल्याइदिन्छ घरमै हजुर जसरी लगेको छ त्यसरी नै दादा हाम्रो आफ्नो दादा यस्तै हो होइन राम्रो हुनुहुँदो रहेछ दादा यो ठिक छ नि मान्छे तपाईँकै इच्छाले पठाउनु भएको होइन अन्त हामी चाहन्छौँ यहाँनिर गाउँबाट हाम्रो आन्टी हुनुहुन्छ जो सहयोगी हुनुहुन्थ्यो होइन उहाँकैद्वारा चाहिँ हामी मामसँग भेट भए है चिनाजाना भयो दादाहरूसँग र आन्टीले पनि यहाँनिर चाहिँ एउटा सिग्नेचर गरिदिनुहोस् सुर्ताउनु पर्दैन होला पैसा रुपियाँ पर्छ भनेर टेन्सन लिनु पनि पर्दैन 1 रुपियाँ पैसा रुपियाँ तपाईँहरूको केही हो म जाति हुनु पाऊँ हो भनेर घरमा यहाँ छैन होला यहाँ झोला दिनुहुन्छ अरे माथि आन्टीकोमा छ अरे ब्याग अब चाहिँ हामी गइरहेको छौँ दादाहरू अगाडि पुगिसक्नु भयो जानु हुँदैछ म जानु आँटेको यहाँ मामले हेरिरहनु भएको छ बाई माम खै बाई गरिदिनु न यहाँ बाई बाई राम्ररी बस्नुहोस् ल केही पऱ्यो भने माथि फोन गर्न लाउनु हामी आउँछु नि र अन्त बिचमा आएर त्यो पनि ठोकिराखिदिन्छु ल खिड्की र दैलो मैले भनिरहेको छु मान्छे दैलो खिड्कीहरू ठोकिराखिदिन्छु ल आएर ल राम्ररी बस्नु लु बाई बाई लु गाइस अब चाहिँ हामी अगाडि बढिरहेको छु दादाहरू माथि पुग्नु भयो होला म चाहिँ आरामले हिँड्दै थिएँ मामसँग बात मार्दै थिएँ है र अब हामी चाहिँ सालबारीतर्फ लाग्ने हो लामा म प्रोजेक्ट डाइरेक्टर हो समर्थ फाउन्डेसनको है जस्तो कि परिवर्तन मुभमेन्ट लघु परिवर्तन मुभमेन्ट है एनजिओले जुन चाहिँ यो काम गरिरहेको छ क्या त्यसको लागि हामी त उनीहरूसँग एनी टाइम छु है हेल्प गर्नुको लागि जस्तै उनीहरूलाई हेल्प चाहिन्छ सो यो जुन चाहिँ एकजनाको लाइफ राम्रो बनाउनु फ्यामिलीमा उनीहरूको प्रब्लम्स थियो फ्यामिलीमा उनीहरूको फाइनेन्सियलीदेखिको लिएर सबै प्रब्लम थियो है उनीहरू त्यो सबै कुरो यो एनजिओले फुलफिल गरेर यहाँनिर ल्याएर जुन चाहिँ हामीलाई है रेस्पोन्सिबिलिटी दिनुभयो ठिक पार्नु त्यसको लागि हामी एकदम खुसी छु कि कसैलाई हाम्रो माध्यमले है एउटा नयाँ लाइफ हामी दिनु सक्छु भनेर त्यसको लागि उनीहरूलाई पनि म एकदम उनीहरूलाई सेमिकालाई त्यहाँपछि उनीहरूको टिमलाई म एकदम थ्याङ्कफुल हुन चाहन्छु कि यस्तो काम है अगाडि गर्दै जाओस् त्यसको लागि हामी उनीहरूसँग एकदम एनी टाइम 24 आवर्स जहिले हामीलाई हेल्पको लागि उनीहरूले फोन गर्छ वा जे गर्छ हाम्रो टिम हामी सबैजना है सँगै छु त्यसको लागि तपाईँहरूको लागि दाजु हुनुहुन्छ है तपाईँहरूले जुन चाहिँ सोसियल वर्क गर्नुहुँदैछ एक्चुअल सोसियल वर्क चाहिँ यही नै हो खासमा चाहिँ है त्यसको लागि तपाईँहरूलाई पनि कङ्ग्रेचुलेसन कि अब एकजनाको लाइफ अब राम्रो हुनु जाँदैछ भनेर है सो म यति नै भन्छु त सेमिकालाई पनि म थ्याङ्क यू सो मच है हामीलाई विश्वास गरेर ल्याएर दिनुभयो होइन हामी तपाईँले जस्तो एक्सपेक्टेसन छ तपाईँहरूको जस्तो विश्वास गर्नुभयो हामी त्यसको 110%
त्यो चिज फुलफिल गर्ने ट्राई गर्छु है। सो थ्याङ्क यू दाजुलाई।